सम्पूर्णलाई सेवारो नमस्ते। अहिले हामीसँग यो मिक्लाजुङ डाँडा एउटा विशेष गरेर चाहिँ किराँत धार्मिक धर्मावलम्बीहरूको चाहिँ आस्थाको एउटा केन्द्र र आज हामी यो सेवा पूजा सानोतिनो हामीले सेवा आयोजना गरेका छौँ। त्यो सेवा आयोजना गर्दै यो सेवा गर्ने क्रममा चाहिँ धेरै टाढाबाट हाम्रो भाइ बहिनीहरू आउनु भएको छ र यो ठाउँ विशेषलाई यो ठाउँमा यो धार्मिक स्थलमा पवित्र धार्मिक स्थलमा चाहिँ के कारणले यहाँसम्म दुःख गरेर आउनुभयो। यहाँ मसँग एकजना बहिनी हुनुहुन्छ, उहाँको शुभ नामसँगै आफ्नो नाम ठेगाना र के कारणले कसरी आउनुभयो भनेर सोध्न चाहन्छु। तपाईँको शुभ नाम? एसिया फियाक। कुन ठाउँबाट आउनु? मिक्लाजुङ 3 आरुबोटे। मिक्लाजुङ 3 आरुबोटे। अनि यहाँनिर चाहिँ यसो रमाइलो गर्न घुमघाम गर्नको लागि मात्र आउनुभयो कि दर्शन गर्ने पनि भनेर आउनुभयो? हाम्रो उद्देश्य चाहिँ यहाँ चाहिँ घुम्नु पनि हो, साथै दर्शन पनि थियो। तर आज यहाँ पूजा हुँदैछ भनेर चाहिँ हामीलाई थाहा थिएन। कोइन्सिडेन्स भनौँ न अब। ठिक छ। आरुबोटे भनेपछि कतिजना हुनुहुन्छ? आरुबोटेको हामी जम्मा 8 जना छौँ होला, अनि चुनेपाको 2 जना, बाँकी खान्द्रुङगढहरू हुन्छ। भनेपछि आज कतिको दुःख गरेर आउनुभयो यहाँसम्म? दुःख त अति नै दुःख भयो। बिहान 4 बजे हिँडेको, उकालो चाहिँ साह्रै नै लाग्यो, गाडी लाग्यो। भनेपछि धेरै कुराहरू माग्नु भयो होला हैन? आफ्नो पढाइ सम्बन्धी, भविष्य सम्बन्धी के कुरा माग्नु? त्यो त भन्न मिलेन नि त। भनेपछि उहाँले धेरै कुरा माग्नु भएछ। सायद अब आफ्नो लाइफ पार्टनरहरू पनि माग्नु भयो होला सायद। र हामी चाहिँ यहाँनिर विशेष किराँत धर्मावलम्बीहरूकै विधि अनुसार सेवा पूजा पाठ गर्न आएका छौँ। र यो ठाउँमा आएर कस्तो अनुभव भइरहेछ? आनन्द, अनि कस्तो भन्नु, शान्त आनन्द, छुट्टै ठाउँमा आए जस्तो, मन चाहिँ चङ्गा भए जस्तो। ल ठिक छ। त्यसो भए अब यहाँ तपाईँ आइपुगिसक्नु भएको छ होइन? जति पनि यहाँ तपाईँहरू आउनु भएको छ र यो मिक्लाजुङ डाँडामा दर्शन गर्न र घुमघाम गर्न नआउने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? के भन्नु र अब। आउनु भन्छु, पूजा गर्नु, दर्शन गर्नु भन्छु, अरू के भन्नु र खै। नआउनेहरूलाई त। ठिक छ। यो मिक्लाजुङ डाँडा एउटा ऐतिहासिक डाँडाको रूपमा पनि परिचित छ र अहिले यो स्थानीय संरचना आइसकेपछि यो स्थानीय संरचना पालिकाको नाम नै मिक्लाजुङ बनेको छ। यो मिक्लाजुङ डाँडाको इतिहासको बारेमा केही थाहा छ तपाईँलाई? छैन त्यस्तो चाहिँ। छैन? ल, तपाईँलाई आफ्नो विचार, आफ्नो कुराहरू राखिदिनु भएकोमा यरिक यरिक नोगेन। हजुरलाई नोगेन धन्यवाद। यो सुनौलो अवसर दिनुभएकोमा मेरो व्यक्तिगत विचारहरू यहाँ सम्पूर्ण माझ राख्ने एउटा अवसर दिनुभएकोमा धन्यवाद। ल।